गुगलमा राम्रो या नराम्रो कुनै पनि कुराहरू तपाईँले सर्च गरेर हेरिसकेपछि तपाईँ हिस्ट्री डिलिट गरिदिनुहुन्छ भने सावधान हुनुहोस्। गुगलमा तपाईँले गरेको कुनै पनि गतिविधि पर्मानेन्टली डिलिट भएको हुँदैन, किनकि त्यो गुगलमा र तपाईँको फोनमा सेभ भएको हुन्छ र यो तपाईँको लागि हानिकारक हुन सक्छ। गुगलले तपाईँलाई कुनै पनि बेला ट्र्याक गर्न सक्छ र तपाईँको डेटा कुनै पनि बेला लिक गर्ने खतरा हुन सक्छ। यसका लागि गुगलबाट र आफ्नो फोनबाट सधैँको लागि डिलिट गर्न सकिन्छ त? म जानकारी गराउने छु। सबैभन्दा पहिला यो आइडीलाई फलो गर्न नभुल्नुहोला। त्यसको लागि मोबाइलको प्ले स्टोर खोल्नुहोस् र प्रोफाइलमा क्लिक गर्नुहोस्, अनि गुगल एकाउन्टमा जानुहोस् र डेटा एन्ड प्राइभेसीमा क्लिक गर्नुहोस्। त्यसपछि त्यहाँ वेब एन्ड एप एक्टिभिटीमा क्लिक गरेर तल इन्क्लुड क्रोम हिस्ट्री एन्ड एक्टिभिटी त्यसलाई टिक लगाउनुहोस् र सेभ योर एक्टिभिटीमा पनि टिक लगाउनुहोस्। इन्क्लुड भिडियो सर्च हिस्ट्रीमा पनि टिक लगाएर तल म्यानेज अल वेब एन्ड एप हिस्ट्रीमा क्लिक गरेपछि तपाईँले गुगलमा जति पनि सर्च गरेको सबै हिस्ट्रीहरू देख्नुहुनेछ र त्यहाँ डिलिटको अप्सनमा क्लिक गर्नुहोला र त्यहाँ अल टाइममा क्लिक गर्नुहोस् र त्यसपछि त्यहाँ सबै गुगल एप्सहरू देखिन्छ। फेरि नेक्स्टमा क्लिक गर्नुहोस् र फेरि डिलिटमा क्लिक गर्नुहोस् र त्यहाँ सबै हिस्ट्रीहरू गुगलबाट र तपाईँको फोनबाट सधैँको लागि डिलिट भएर जानेछ। भिडियो कस्तो लाग्यो? लाइक, कमेन्ट, सेयर पनि गरिदिनु होला। अर्को भिडियोमा फेरि भेटौँला। हस्त नमस्ते। थ्याङ्क यू सो मच एभ्रिवान।